यो खमरीको फुल हो। यसलाई हल्का तातो पानीमा हाल्नुपर्छ। यसरी गाजको फुल यसरी तातो पानीमा हालेर बोइल गर्नुपर्छ। यसलाई झरे हो गर्नुपर्छ। यसलाई एकछिन तपाईँले खानुभएको छ कि छैन? हामीले चाहिँ अब अगाडिदेखि खाएको सालमा एकताल चाहिँ यसको फल खानु अरे। खमरीको गाछको फल खाने गरेको छ। सालमा एकताल सबै थोक खानु अरे कि, त्यही भनेर मैले खमरीको फुल बनाउन आँटेको छु। तपाईँहरूले के कस्तो खानुभएको छ कि छैन? हामीले चाहिँ खाने गरेको छ। राम्रो हुन्छ यसको। यो चाहिँ अब च्याउ तपाईँको यो चिया फुल कहिले खानु भएको छ कि छैन? कतिले खानुभएको होला। चिया फुलको जस्तै यसको यो हुन्छ। यसलाई अन्डा पनि लगाउनुपर्छ। आलु पनि अलिकति हाल्दाखेरि हुन्छ। अहिले म बनाउँदैछु, हेर्नुहोस्। यसको चाहिँ यति नै हो। यसो गरेर बेसी चाहिन्छ तेल हाल्नुपर्छ अलिक मजाले नै, किनकि यसले तेल अलिक बेसी खान्छ। यहाँ मैले प्याज खोर्सानी काटिरहेको छु। यो प्याज खोर्सानी हाल्नुपर्छ पहिले। कम्ती हालेर बनाउनुपर्छ। प्याज अलिक खारिनु दिनुपर्छ। देखाइदिए प्याज एक रातो भएपछि यसको टमाटर अलिक धेरै नै हाल्नुपर्छ। मैले अब हल्का हल्दी, हल्का जिरा, बेसी मसला हाल्नु हुँदैन यसमा। जिरा मात्रै हल्का, बेसीमा पनि होइन, हल्कामा। र अलिकति नुन, कति छ तपाईँको सब्जी अनुसार अलिकति नुन। यसको मसला नै यति नै हो, धेरै हाल्नु हुँदैन। अलिकति पानी, हल्का मसला काट्नुलाई। खमरीको फुल यसलाई हाफ बोइल गरेको छु मैले। यसलाई धेरै पकाउनु पर्दैन। पहिले आलु काटिरहेको छु मैले, यसलाई पकाउनुपर्छ। आलु हाल्दा पनि हुन्छ, नहाल्दा पनि हुन्छ, आफ्नो आफ्नो इच्छा हो।
खमरीको फुल मात्रै पकाउनु पनि राम्रै हुन्छ, टेस्टी नै हुन्छ। पकाउनु चाहिँ यही छ, सिम्पल छ यो, त्यस्तो केही छैन, सिम्पल हो यो, सिम्पल सब्जी। यो आलुलाई मैले काट्नु दिनुपर्छ एकछिन। यो आलु मैले पकाएँ, आलु आधी पाकिसकेपछि मैले अब यसलाई अन्डा फुटाएर हाल्नुपर्छ। तपाईँको कति जस्तो अन्डा हाल्नुपर्छ भने त्यतिमा 2टा हाल्दा हुन्छ। सब्जी अनुसारको, खमरीको फुल अनुसारले हाल्दा हुन्छ। मेरो कम्ती नै छ खमरीको फुल, त्यही लागि मैले 2वटा अन्डा हालेँ। अब यसलाई फेरि एकछिन ढाक्नुपर्छ अन्डालाई। आलु आधी पाक्यो, फेरि अन्डा चाहिँ एकछिन आलुलाई पकाउनुपर्छ। एकछिन छोपेर फेरि यसलाई छोपेर पकाउनुपर्छ अन्डा हालेपछि। अन्डा पनि पाक्यो, आलु पनि। अब चाहिँ यो फुललाई हाल्नुपर्छ। पानी छ भने यसलाई निकाल्नुपर्छ। पानीमा हाल्नु हुँदैन, यसमा पानी छैन हालेर यो चाहिँ भात छिटा भन्ने पनि रोटी छिटा चाहिँ टेस्टी हुन्छ। रोटी छिटा चाहिँ खानु राम्रो हुन्छ। सानो आगोमा पकाउनुपर्छ, धेरै आगो लगाउनु हुँदैन, कम्ती हातमा पकाउनुपर्छ हल्का। आलु, अन्डा, खमरीको फुल मिलाएर अब यसलाई एकछिन फेरि पकाउनुपर्छ। खमरीको फुल मैले भर्खर हालेको छु कि एकछिन पकाउनुपर्छ यसलाई। हो भयो, बनियो यो, हेर्नुहोस् यस्तो हुन्छ। सिम्पल हो यो, त्यस्तो प्लेन हुन्छ, मरमसला बेसी लाग्दैन हो, सिम्पल। यो चाहिँ रोटीसँग खानुपर्ने हो कि भातसँग? रोटीसँग चाहिँ राम्रो हुन्छ। म रोटी पनि बनाउँछु। हेर्नुहोस् मेरो खमरीको, प्रायःले कतिले चिन्दैन होला, नेपाली र आदिवासीले चाहिँ जोड चिन्छ है खमरीको फुल। अरू जातिले चाहिँ चिन्छ कि चिन्दैन, नेपाली आदिवासीले चाहिँ यो राम्रो चिन्छन्, राम्रो पनि हुन्छ। सालमा एकताल तपाईँहरू पनि खानुहोस्, राम्रो काम गर्छ यसले।